हेलो गाइज, हामी आज डुबुङ भ्यू टावरमा आएको थियौँ सानो फोटो खिच्ने कार्यक्रमबाट। अब अहिले चाहिँ अब फिर्ता फर्केको, सबै कामसाम भ्याइयो। यता मेरो दाइ अगाडि, यता त फर्किनु नि यार, अनुहार त देखाउनु। अनि यता मेरो भान्जो, काले भान्जो, हेन्सी त हेन्सी छ फेरि। ए केटीहरूको लाइन छ हाम्रो भान्जो हेर, एउटा मै हो भनेको किन नराम्रो होला हामी यस्तो। बाफ्रे, तपाईँ देख्न सक्नुहुन्छ भ्यू टावरदेखि लिएर शानदार नजाराहरू। आम्मामा, जता हेऱ्यो त्यतै रमाइलो दसैँको माहौल छ। यसो के छ कसो छ हाम्रो खबरहरू है भान्जो? ठिक छ नि जिन्दगी है? ए जिन्दगी चलिरह, दौडिरह। बाटो त्यताडि हो र तलबाट जाऊँ छ नि है। गाइजहरू, मेरो दाइ मुद्न गइरह त्यहाँ। जुम गरेर देखाइदिन्छु। लाजे होइन, के हो ए झाडीतिर मुत्यो। यस्तो ठाउँमा आएर मुत्न चाहिँ नहुने हो। त्यहाँदेखि गाइज तपाईँहरू मुतेर चाहिँ नहिँड्नु होला, जरिवानामा परिन्छ। अनि यस्तो काम चाहिँ नगरौँ होला, किनकि हामीले यस्तो ठाउँ भनेको एकदम संरक्षण गर्नुपर्छ। सरसफाइको कार्यक्रम त छैन रहेछ यता। भयो नि एकदम दामी हो ठाउँ, आएर घुमेर साथ दिनु होला। यो रिसिङ गाउँपालिका दुबुङ वडा नम्बर 3 दुबुङ तनहु। डाँडाको भ्यू टावर यहाँ यस्तो दामी देखिन्छ, आएर यसो साथ दिनु होला। धन्यवाद।